कहिलेकाहीँ नि हामीलाई नि जिन्दगीमा यति धेरै कुराहरू सहनुपर्छ, यति धेरै कुरा सहनुपर्छ कि म यति धेरै कुरा सहन सक्छु भनेर हामीले सोचेको पनि हुँदैनौँ क्या। तर सहनुपर्छ। अनि एउटा अर्को कुरा, यदि तपाईँले सही तरिकाले सहनु भएको छ, त्यो कुरालाई ह्यान्डल गर्नुभएको छ भने नि आफूले सहेको चाहिँ कहीँ पनि जाँदैन है। याद राख्नुहोस्, तपाईँले सहेको कहीँ पनि जाँदैन हो। अन्त सहनु राम्रो होइन भनिन्छ होइन। अहिलेको कलियुगमा, अहिलेको जमानामा त अब बेसी सहनु पनि राम्रो होइन भनिन्छ। तर कहिलेकाहीँ चाहिँ सहनु अनि चुप लागेर बस्नु, मौनताले चाहिँ जित्छ है। सुन्नुहोस् है राम्रोसँग ध्यान दिएर, किनकि यो मेरो एक्सपिरियन्स हो। यदि तपाईँ चुप लागेर सहनु भएको छ भने त्यो केही समयको लागि मात्र हो। रिजल्ट राम्रो हुनेछ, तपाईँको राम्रो हुनेछ रिजल्ट। त्यसैले सहनुहोस् कति कुरा चाहिँ, किनकि समय यस्तो हुन्छ कि त्यतिखेर सही हुँदैन क्या। त्यतिखेर त्यो समयले तपाईँलाई साथ दिएको हुँदैन, त्यही भएर त तपाईँलाई सहनु पर्दै हुन्छ। त्यो समय तपाईँले सहेर चुप लाग्नुभयो भने तपाईँको राम्रो समय पनि आउँछ क्या। मान्छेको जिन्दगीमा एउटै मात्र समय हुँदैन नि हजुर, बुझ्नुहोस् न। घुम्यो फेरि समय आउँछ। पृथ्वी गोलो छ, आज कसैको समय त भोलि मेरो समय के।